हिजो यति धेरै भिडमा शेरबहादुर देउवाजीलाई स्वागत गर्ने मान्छेहरू 70% मान्छेहरू त घन्टीको पार्टी हाम्रो बालेनजीको पार्टी नै रहेछन्। यो मैले भनेको होइन, उहाँ दाजुले भन्नुभएको। हेर्नुहोस् त। भनेको अब घन्टीलाई नै हाल्ने हो, के ढाँट्नु हाल्ने हो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछन्, धेरै पछि आउँछ। यसो टिभी सिभीमा पनि देख्न पाएको छैन हो मुख, होइन। अब रियलमै देख्न पाइन्छ कि भनेर आएको। अब घरमा बस्दा दिक्क लागिरहेको थियो, फुर्सदमा थिएँ, अनि रमाइलो पनि हुन्छ भनेर आएको। एउटाले टी सर्ट दियो, एउटाले झन्डा दियो, लगाए। एउटाले चाहिँ टी सर्ट दियो अनि एउटाले चाहिँ झन्डा दियो अनि बोकेर रमाइलो गर्नको लागि तपाईँ हिँडेको। अब के गर्नु त, रमाइलै हुँदो रहेछ। अलिअलि बोले, मान्छेहरूसँग इन्टरेक्सन गऱ्यो, होइन। रमाइलो गर्न त ठमेलतिर उता उता जाने हो नि, यो र्यालीमा पार्टीको उसमा चाहिँ आउने हो रमाइलो गर्न। रमाइलो गर्न अब तपाईँलाई थाहा छ त, पार्लिमेन्टमा जस्तो रमाइलो कहीँ हुँदैन हाम्रो देशमा, होइन। बोला बोला हाना त्यस्तै हो, होइन। पार्टीको रूपमा हेर्दाखेरि अब यहाँ पनि लास्ट रमाइलो भइरहेछ भने चिन्नु नजानुको मान्छेहरू आएर, होइन, यसो हातसाथ मिलाउने कुरा गर्ने गइरहेछ। रमाइलै हो नि त यो पनि एक तरिकाको। टी सर्टमा पनि शेरबहादुर देउवाको फोटो छ र हातमा अनि नेपाली काङ्ग्रेसको झन्डा छ। यो चाहिँ तपाईँले रहरले लाउनु भएन, अरूले दियो लगाइदिनु पर्यो। हेर्नु न, लगाइदिने पानी परिरहेको थियो। अब आफ्नो लुगा भिज्छ भनेर टी सर्ट राम्रै रहेछ, होइन, राम्रो छापेर रहेछ। अब यसो हेर्दाखेरि लगाइदिनु जस्तो लाग्यो, सबै लगाइरहेको रहेछ। लगाइदिउँ भनेर लगाइदिएको झन्डा चाहिँ। अब मैले कसलाई दिनु, यसो बोकिदिउँ मान्छेहरू हाइलाइटमा आओस् भनेर हो क्या झन्डा बोकेको चाहिँ। तपाईँले चाहिँ जसरी पनि चर्चामा आउनु छ त्यसमा तपाईँले होइन, मलाई चर्चामा आउनु छैन, होइन। मैले यसो हेर्दाखेरि चाहिँ अब हुन्छ नि, ऊ बुढो आए जस्तो छ है, ल आए जस्तो छ, होइन। त्यत्तिकै कराएको हो कि त्यो पनि थाहा छैन। यस्तै रमाइलो हेर्न आएको हो म चाहिँ। तपाईँ अब नेपाली काङ्ग्रेसको अहिले यहाँ आउँदै हुनुहुन्छ, तपाईँ चाहिँ रोज्नु पर्यो भने शेरबहादुर देउवालाई रोज्नुहुन्छ कि बालेन शाहलाई? यही बाटो पर्नु, यही र्यालीबाट सधैँ बालिन शाहलाई हो नि, बालिन शाहलाई हो नि। बुढालाई पनि अलिअलि सपोर्ट त गर्ने हो, गरे पनि हो। के गरे बुढाले लास्ट पैसा जम्मा गरेछन् कि लुटपाट भयो, कुटपाट भयो। अब फर्केर शेरबहादुर देव तपाईँ जेनजी आन्दोलनमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन? शेरबहादुर देउवाको घरमा पैसा भेटियो भन्ने त्यो सत्य हो कि जुडो कि के हो? सत्य हो नि यार। त्यो हाम्रो साथीहरूले होइन त्यति पैसा ल्याएको रे क्या। अब म त गएन, म त बसिरहेको थिएँ घरमै, लाइभ साइभ हेरिरहेको थिएँ, होइन। तर हुन्छ नि त, पैसा चाहिँ रियल रहेछ। बुढा धनी रहेछन् क्या, भ्रष्टाचार गरेर जम्मा गरेको होला हुनु चाहिँ। किन गरे हो ला, बुढालाई अब सम्झाउनु पर्ने हो। सम्झाउनेले सम्झाइदिएन, बुझ्नेले बुझ्दैन। ऊ आयो आयो यताबाट। यहाँ पनि कुटपिट गर्ला नि तपाईँले चाहिँ, अब राजसभा भनेर अब काङ्ग्रेसको टी सर्ट लगाएर अनि राजसभालाई भोट हालेको भन्दै। यहाँ आएको मान्छेहरू मध्ये, होइन, 90% राजसभालाई नै भोट हालेको छ क्या। त्यो त यसो हुन्छ नि त, खै के हो यो भेटघाट जस्तो रमाइलो। पार्टीको पनि रमाइलो हुँदो रहेछ। अब हिजोको भिड हजुरले देख्नुभयो नि, मान्छेलाई भेडा किन भनिएको, यस कारणले गर्दा भनिएको। ठिक छ, आफ्नो चाहिँ रमाइलो जग्गा, आफ्नो जग्गा होला। यो कुरा सुनिसकेपछि त, होइन, जति पनि समर्थकहरू हुनुहुन्छ तपाईँहरू, म स्पेसल तपाईँहरूलाई भन्छु, तपाईँहरू के खान जानुभयो त्यो मलाई थाहा भएन। अब अस्ति जेनजी आन्दोलन हुँदाखेरि गएका दिनहरूमा यही हो चोर, यही हो फलानो, यही हो विदेश बिग्रेको बिगार्ने भन्ने मान्छेहरू, पछाडि लागेर तै छाड मै छाड गर्ने मान्छेहरू अहिले आएर देश एउटा राम्रो मान्छेको हातमा छ अहिले, होइन। हरेक मान्छेहरू राम्रो हुनुहुन्छ अहिले, जति पनि सांसदबाट लिएर मन्त्रीबाट लिएर हरेक मान्छेहरू राम्रो हुनुहुन्छ। उहाँहरूको हातमा दिइसकेपछि तपाईँहरू हामीहरू भेडा जस्तै गएर पछाडि जाने हो। एक टुक्रा बनिन्छ नि, एक टुक्रा खानको केही लालच र उसले अनि कोही रमाइलो पनि गर्न गइरहेका छन्। अनि हजुरलाई के लाग्छ यस सन्दर्भप्रति? हामी साँच्चै नै भेडा हौँ त, होइन? तपाईँको काम होला नहोला, हाम्रो काम होला या नहोला, त्यो बेग्लै कुरा। तर समर्थक भन्दैमा, रमाइलो भन्दैमा, होइन, यसरी काम नपाएको भन्दैमा यसरी त जानु भएन त। हुन त त्यो बेग्लै कुरा हो। तर उहाँ शेरबहादुर देउवाजीले गरेका अतीतका दिनहरूमा याद गरेर उहाँ अहिले यस्तो भिडे रहेछ, खुसी हुनुभयो होला, उहाँ एकदम हर्षित हुनुभयो होला। मलाई त लाग्दैन सबै जनताहरू भेडा हुन्छन् भनेर। जो जनता भेडा छन् तिनीहरू, उहाँहरू चाहिँ पछि लाग्नुभयो होला। जो जनता भेडा छैन, जो जनताको मानिसहरू काम धेरै छ, उहाँहरू पछि लाग्दैन। अनि तपाईँलाई के लाग्छ?